talking about the reproductive system, especially female reproductive system. हामी यहाँ चाहिँ यो पढ्छौँ भनेर त्यहाँ सो प्राइमेरी सेक्स अर्गन भनेको मलाई चाहिँ जतिसम्म लाग्थ्यो प्राइमेरी सेक्स अर्गन भनेको जसले ग्यामेट प्रोड्युस गर्छ होइन बट ग्यामेट सहित हर्मोन पनि प्रोड्युस गर्दो रहेछ प्राइमेरी सेक्स अर्गनले सो अर्गन विच सेक्रेट्स ग्यामेट्स एन्ड हर्मोन इज कल्ड प्राइमेरी सेक्स अर्गन र रिमेनिङ जति पनि अर्गन्स छ तिनीहरूलाई चाहिँ हामी सेकेन्ड्री अथवा एक्सेसरी सेक्स अर्गन भन्छौँ प्राइमेरी सेक्स अर्गन मेलमा प्राइमेरी सेक्स अर्गन भनेको टेस्टिस हो जसले चाहिँ मेल ग्यामेट स्पर्म सेक्रेट गर्छ र मेल हर्मोन भनेको एन्ड्रोजनमा पनि स्पेसली टेस्टेस्टेरोन होइन त्यस्तै फिमेलको प्राइमेरी सेक्स अर्गन भनेको ओभेरी भयो जसले फिमेल ग्यामेट सेक्रेट गर्छ द्याट इज ओभम र फिमेल हर्मोन एस्ट्रोजन एन्ड प्रोजेस्टेरोन एन्ड द हाइएस्ट सेन्टर फर द कन्ट्रोल अफ रिप्रोडक्सन इज हाइपोथालामस है त सो फिमेल रिप्रोडक्टिभ सिस्टममा जाम प्राइमेरी सेक्स अर्गन ओभ्यारी भइहाल्यो र सेकेन्ड्री र एक्सेसरी सेक्स अर्गन भनेको बाँकी रहेको फेलोपियन ट्युब युटेरस भजाइना वल्भा बार्थोलिन ग्ल्यान्ड पारायुरेथ्रल ग्ल्यान्ड ओभ्यारी भनेको चाहिँ युटेरसमा एट्याच भएको हुन्छ बाई ओभ्यारियन लिगामेन्ट यो हो ओभ्यारी यो हो युटेरस र यहाँ चाहिँ केले कनेक्ट भएको हुन्छ भन्दाखेरि एट्याच भएको हुन्छ भन्दाखेरि ओभ्यारियन लिगामेन्ट र पेल्भिक वालसँग चाहिँ सस्पेन्सरी लिगामेन्टको थ्रु एट्याच भएको हुन्छ र युटेरस जसले चाहिँ ओभ्यारीलाई कभर गर्छ द्याट इज मेसोभ्यारियम एन्ड इट इज इन्ट्रापेरिटोनियल अर्गन है त ओभ्यारी भनेको चाहिँ इन्ट्रापेरिटोनियल अर्गन हो अरे त्यसपछि पार्ट अफ ओभरी जहाँबाट चाहिँ ब्लड भेसल्स नर्भ्सहरू छिर्छ द्याट इज हाइलम यो भनेको टोटल सबै ओभरी हो होइन यो भित्रको यो जुन गाँठा छ नि त्यो भनेको मेडुला हो यस यो भनेको मेडुला हो र यहाँ मेडुलामा चाहिँ ब्लड भेसल्स नर्भ्स लिम्फेटिक र चाहिँ अझै एउटा कनेक्टिभ टिस्यु हुन्छ लुज नत्र डेन्स दुइटामा एउटा हुन्छ र यो ओपनिङलाई चाहिँ हाइलम भन्छौँ कि जहाँबाट ब्लड भेसल्सहरू छिर्छ स्ट्रक्चर भनेको आउटर मोस्ट लेयर अफ ओभरी भनेको जर्मिनल इपिथेलियम जो कि क्युबोइडल अथवा स्कमस मोस्टली क्युबोइडलले बनेको हुन्छ र सेल्स जसले चाहिँ ओभा प्रोड्युस गर्छ त्यो चाहिँ योल्क स्याकबाट आएको हुन्छ होइन एराइज भएको हुन्छ र पछि चाहिँ ओभरीमा चाहिँ माइग्रेट हुन्छ ड्युरिङ इम्ब्रायोनिक डेभलपमेन्ट ट्युनिका अल्बुजिनिया भनेको यो त अल्बुजिनिया यो भनेको टेस्टिस हो टेस्टिसमा पनि हुन्छ र यो चाहिँ फाइब्रस कनेक्टिभ टिस्यु हो है त अब यहाँ पनि ट्युनिका अल्बुजिनिया चाहिँ छ फाइब्रस प्रोटेक्टिभ लेयर जोसँग चाहिँ डेन्स कनेक्टिभ टिस्यु हुन्छ इमिडिएटली डिप टु जर्मिनल इपिथेलियम त्यसपछि आउँछ ओभ्यारियन कर्टेक्स भनेको चाहिँ ठ्याक्कै इन्नर टु डिप भनेको इन्नर है त इन्नर टु ट्युनिका अल्बुजिनिया र यसले चाहिँ ओभ्यारियन फोलिकल कन्टेन्ट्स गर्छ सराउन्डेड बाई स्ट्रोमा र स्ट्रोमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि डेन्स इरेगुलर कनेक्टिभ टिस्यु र कनेक्टिभ टिस्युमा पनि कोलाजिन र फाइब्रोस सेल मेडुला भनेको चाहिँ इन्नर टु ओभ्यारियन कर्टेक्स र मेडुलामा चाहिँ फेरि मोर लुजली एरेन्ज कनेक्टिभ टिस्यु हुन्छ है त बाहिर कर्टेक्समा चाहिँ स्ट्रोमा र कनेक्टिभ टिस्यु नै हुन्छ नि त सो कनेक्टिभ टिस्यु भनेको डेन्स हुन्छ भने मेडुलामा चाहिँ लुजली एरेन्ज कनेक्टिभ टिस्यु हुन्छ जहाँ ब्लड भेसल नर्भ्सहरू हुन्छ यो बाहिर भनेको कर्टेक्स हो होइन कर्टेक्समा फोलिकल र स्ट्रोमा हुन्छ स्ट्रोमा भनेको कनेक्टिभ टिस्यु भनेर हामीले पहिलेदेखि पढेको थियौँ र यो कनेक्टिभ टिस्यु चाहिँ डेन्सली एरेन्ज भएको हुन्छ त्यस्तै अनि फोलिकलहरू भनेको यो सबै प्राइमेरी सेकेन्ड्री फोलिकल भयो अनि यो जुन मेडुला छ मेडुलामा चाहिँ लुजली एरेन्ज कनेक्टिभ टिस्यु हुन्छ र यहाँ ब्लड भेसल नर्भ्स लिम्फेटिक स्मुथ मसलहरू हुन्छ ओभरियन फोलिकलहरू कर्टेक्समा हुन्छ र यो चाहिँ उसाइट्सले कन्टेन गर्छ है त अर्को के पनि हुन्छ भन्दाखेरि नि यो उसाइट्सलाई चाहिँ वरिपरि फोलिकलले घेरेको हुँदो रहेछ कि फोलिकलको भित्र उसाइट्स हुन्छ र जब त्यो उसाइट्स हुन्छ उसाइट्सको वरिपरि जुन सराउन्डिङ सेल हुन्छ सराउन्डिङ सेल यदि सिङ्गल लेयर छ भने हामी त्यसलाई फोलिकुलर सेल भन्छौँ होइन पछि डेभलपमेन्टमा जब सेभरल लेयर बनाउँछ त्यतिखेर चाहिँ हामी ग्रानुलोसा भन्छौँ जीबाट ग्रुपमा बनाउँछ के अनि सराउन्डिङ सेल्स जसले चाहिँ पछि जुन सराउन्डिङ सेलले चाहिँ जो उसाइट्सलाई घेरेको हुन्छ त्यसलाई चाहिँ नोरिस गर्न थाल्छ र इस्ट्रोजन झन् धेरै सेक्रेट गर्न थाल्छ एज द फोलिकल ग्रोज लार्जर यु क्यान सी हियर
यो बिचको भनेको भित्रको भनेको डेभलपिङ ओभम र वरिपरि भनेको फोलिकुलर सेल एउटा मात्रै लेयर हुँदाखेरि जसलाई प्राइमोर्डियल फोलिकल हुन्छ। र प्राइमोर्डियल फोलिकलमा चाहिँ फ्ल्याट स्क्वामस इपिथेलियमले लाइन गरेको हुन्छ। फेरि यहाँ पनि डेभलपिङ ओभम, तर यहाँ चाहिँ के छ भन्दाखेरि ग्रुपमा छ होइन, ग्रानुलोसा सेल ग्रुपमा लेयर छ, मल्टी लेयर छ अहिले चाहिँ। अनि यसलाई हामी ग्रानुलोसा सेलले लाइन गरेको हुन्छ। अब बुकमा चाहिँ यहाँ के छ भन्दाखेरि प्राइमेरी फोलिकल यो भनेको कलम र इपिथेलियमले लाइन गरेको छ भन्छ होइन। तर सरले अनि मैले च्याटजिपीटीलाई पनि सोधेको किबोइडल भनौँ, अब किबोइडलै हुनुपर्ने हो। सो फर्मेसन अफ ग्यामेट इन दि ओभरी भनेको oogenesis। स्पर्मेटोजेनेसिस चाहिँ मेलमा प्युबर्टीमा हुन्छ भने फिमेलमा चाहिँ oogenesis बिफोर दि बर्थ सुरु भइसकेको हुन्छ। र अर्ली फेटल डेभलपमेन्टमा प्राइमोर्डियल अथवा प्राइमेरी जर्म सेल चाहिँ योल्क स्याकबाट ओभरीमा एराइज भएको हुन्छ। अहिले सेल्स द्याट प्रोड्युस ओभा, जसले ओभा प्रोड्युस गर्छ त्यो चाहिँ योल्क स्याकबाट ओभरीमा आउँछ भनेको थियो। that produce ova arise from yolk sac and migrate to the ovary during embryonic development। अनि प्राइमोर्डियल प्रिमिटिभ अथवा प्राइमोर्डियल प्रिमिटिभ छोडा जुन जर्म सेल छ, जर्म सेलले भनेको ग्यामेट बनाउने सेल, फिमेल जर्म सेल अनि मेल जर्म सेल चाहिँ जर्म सेल भनेको बनाउने सेल हो। मतलब अगाडि फिमेल हालिदियो भने एग बनाउँछ अनि मेल हालिदियो भने स्पर्म बनाउँछ। यसले त्यो भनेको चाहिँ कहाँबाट आउँछ, योल्क स्याक टु ओभरी ड्युरिङ इम्ब्रायोनिक डेभलपमेन्ट। यो जर्म सेल चाहिँ पछि उगोनियामा डिफ्रेन्सिएट हुन्छ एन्ड सराउन्डेड बाई फ्ल्याट स्क्वामस सेल कल्ड फोलिकुलर सेल। उगोनिया फर्स्ट अन्डरगो माइटोसिस एन्ड इन्टरमियोसिस। सो बुझ्यो नि, एक हुन्छ फिमेल जर्म सेलले चाहिँ उगोनिया बनायो पछि, अनि उगोनिया चाहिँ सुरुमा माइटोसिसमा जान्छ अनि मियोसिसमा जान्छ। माइटोसिस एन्ड मियोसिस दुइटै इन्भल्भ हुन्छ इन द फर्मेसन अफ ग्यामेट। प्रिमिटिभ फोलिकल प्रेजेन्ट इन ओभरी आर कल्ड प्राइमोर्डियल फोलिकल, जसले चाहिँ ओभम कन्टेन गर्छ एन्ड एरेस्टेड एट द स्टेज अफ प्रोफेज फर्स्ट एन्ड द फोलिकुलर सेल। फिमेल जर्म सेलबाट उगोनियामा माइटोसिस भएर प्राइमेरी उसाइड र प्राइमेरी उसाइडमा 4p, फर्स्ट प्राइमेरी उसाइड पछि पहिलो मियोसिस र एरेस्टेड p प्रोफेज फर्स्ट, यहाँ पनि त्यही नै भने हो। सो अनि प्राइमोर्डियल फोलिकल चाहिँ पछि प्राइमेरी फोलिकलमा चेन्ज हुन्छ आफ्टर मेनार्क, र प्राइमेरी फोलिकलमा चाहिँ प्राइमोर्डियल फोलिकलमा चाहिँ सिङ्गल लेयर फ्ल्याट स्क्वामस थियो होइन। अब प्राइमेरीमा आएर चाहिँ त्यो सिङ्गल लेयर फ्ल्याट स्क्वामस चेन्ज हुन्छ मल्टी लेयर, अब यहाँ कलममा हो कि किबोइडल हो, र पछि चाहिँ अनि मल्टी लेयर भएपछि हामी यसलाई ग्रानुलोसा सेल भन्छौँ। प्राइमेरी फोलिकल डेभलप्स इन्टु सेकेन्डरी फोलिकल, र सेकेन्डरी फोलिकलमा चाहिँ के कन्टेन्ट हुन्छ, ओसाइड्स, असेलुलर जोना पेलुसिडा है त, असेलुलर, अनि ग्रानुलोसा सेल लेयर र थेका एक्सटर्नल र थेका इन्टर्नल हुन्छ। क्याभिटी, ग्रानुलोसा सेलमा चाहिँ एउटा क्याभिटी हुन्छ जसलाई हामी एन्ट्रम भन्छौँ, र एन्ट्रममा चाहिँ एउटा फ्लुइड हुन्छ जसलाई भन्छौँ हामी लिक्विड फोलिकुली, र यो एन्ट्रमले चाहिँ थेका यो ग्रानुलोसा सेल लेयरलाई चाहिँ थिन र थिकमा डिभाइड गरिदिन्छ। र ग्रानुलोसा सेलको लेयर जसले चाहिँ उसाइडलाई घेरिरहेको छ, द्याट इज चाहिँ कोरोना रेडिएटा। अनि सेल्स द्याट एटच द उसाइड टु द वाल अफ फोलिकललाई चाहिँ हामी क्युमुलस ओफरस, जर्म हिल अथवा डिस्कस प्रोलिजेरस पनि भन्ने गर्छौँ। सो यो भनेको अन्डा भइहाल्यो। अनि यो भनेको ग्रानुलोसा सेल भयो होइन। ग्रानुलोसा सेलमा चाहिँ क्याभिटी हुन्छ द्याट इज एन्टेरम, र एन्ट्रममा चाहिँ फ्लुइड हुन्छ द्याट इज लिक्विड फोलिकुलाई। अनि त्यसपछि यो जुन एक छ, एक वरिपरि भनेको यो बसेको भनेको जोना पेलुसिडा है त फर्स्टमा, कोरोना रेडिएटा भनेको यो, त्यसपछिको बाहिर जोना पेलुसिडालाई चाहिँ कोरोना रेडिएटालाई चाहिँ यहाँ के भनेको थियो भन्दाखेरि ग्रानुलोसाको लेयर हो जसले चाहिँ उसाइडलाई सराउन्ड गरेको हुन्छ। झुप्पा छ जो चाहिँ सेल अट्याच टु द उसाइड टु द वाल अफ फोलिकल, यो उसाइडलाई चाहिँ फोलिकलको वालमा एट्याच गर्नेलाई क्युमुलस ओफोरस अथवा जर्म हिल अथवा डिस्कस प्रोलिजेरस भन्ने गर्छौँ। त्यसपछि आउँछ सेकेन्डरी फोलिकलले चाहिँ अनि लार्ज फ्लुइड क्याभिटी, पछि सेकेन्डरी फोलिकल चाहिँ ग्राफेन फोलिकलमा
कन्भर्ट हुन्छ। म्याच्योर फोलिकल चाहिँ ओभरी ह्युमनको ऱ्याबिट अथवा ह्युमनको ओभरीमा म्याच्योर फोलिकललाई हामी ग्राफियन फोलिकल भन्छौँ। त्यसपछि इस्ट्रोजन चाहिँ ग्रानुलोसा सेलले सेक्रेट गर्छ भने एन्ड्रोजन भनेको थेका सेलले, र पछि एन्ड्रोजन फेरि इस्ट्रोजनमा सेक्रेट हुन्छ बाइ द ग्रानुलोसा सेल है। यहाँ ग्रानुलोसा सेलमा क्याभिटी हुन्छ भने त अघि एन्ट्रममा फ्लुइड हुन्छ यो, र ग्रानुलोसा सेलले चाहिँ इस्ट्रोजन बनाउँछ भने थेका सेलले चाहिँ एन्ड्रोजन बनाउँछ, र एन्ड्रोजन चाहिँ पछि फेरि इस्ट्रोजनमा कन्भर्ट हुन्छ। कसले कन्भर्ट गर्छ? ग्रानुलोसा सेलले नै कन्भर्ट गर्छ। अब किन चाहिँ इस्ट्रोजनमा कन्भर्ट भयो भन्दाखेरि एन्ड्रोजन भनेको त केटाको क्यारेक्टर हो नि त, अनि यदि केटाको क्यारेक्टर भयो भने त केटा हुन्छ, तर यो त हामी केटीको बारेमा पढिरहेको छौँ। इस्ट्रोजन भनेको चाहिँ फिमेल सेक्स हर्मोन भयो। अनि इस्ट्रोजनको फङ्सन फर्स्ट भनेको यसले चाहिँ प्रोलिफेरेसन गराउँछ, मिन्स इन्डोमेट्रियमको थिकनेस बढाउँछ। अर्को नेगेटिभ फिडब्याक मेकानिजममा पनि हेल्प गर्छ, मिन्स धेरै ओभुलेसन हुन दिँदैन। अर्को भनेको सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्सको लागि रेस्पोन्सिबल हुन्छ, र यो चाहिँ पाराथर्मोनको ठ्याक्कै अपोजिट हुन्छ, एन्टागोनिस्टिक हुन्छ जस्तो छ। पाराथर्मोनले चाहिँ के गर्छ भन्दाखेरि क्याल्सियमको लेभल बढाउँछ इन ब्लड, र बोनमा चाहिँ घटाउँछ नि त, यहाँ चाहिँ बोनमा डिपोजिट हुन्छ। र अर्को भनेको यो भनेको फर्टिलाइजेसन हुनुभन्दा अगाडि सेक्रेट हुने भएर यसले चाहिँ सर्भिकल म्युकसलाई थिन बनाउँछ, जसले गर्दाखेरि थिन भयो भने चाहिँ अनि स्पर्मले युटेरसमा पेनिट्रेट गर्न सजिलो हुन्छ। व्हेरेज प्रोजेस्टेरोन भनेको फर्टिलाइजेसन भएपछि निस्किने हो नि त, सो यसले चाहिँ सर्भिकल म्युकसलाई थिक बनाउँछ, जसले चाहिँ स्पर्मको युटेरसमा पेनिट्रेट गर्न प्रिभेन्ट गर्छ। त्यसपछि आउँछ ग्राफियन फोलिकल चाहिँ रप्चर भएर